दर्शकबिन एका बिहान एउटा खुसीको खबर आएको छ। धेरैजना नेपाली क्रिकेट प्रेमीहरूका लागि चाहिँ एउटा मनमा लागिरहेको कुरा के थियो भने नेपाल क्रिकेट टिमले T20 वर्ल्ड कप 2026 मा कुन टिमसँग खेल्छ र कुन ग्रुपमा पर्छ भन्ने खालको एउटा कौतूहलता जागिरहेको थियो। भर्खरै नेपाल क्रिकेट टिमले T20 वर्ल्ड कप 2026 को लागि चाहिँ क्वालिफाई गरेको थियो भने अब केही महिना पछाडि चाहिँ उक्त T20 वर्ल्ड कप हुनेछ र उक्त T20 वर्ल्ड कप को लागि चाहिँ ग्रुप विभाजन भइसकेको छ। एउटा सोर्स अनुसार क्रिकबजको एउटा आर्टिकल अनुसार सोर्स अनुसार चाहिँ अहिले ग्रुप विभाजन भइसकेको छ। 20 वटा टिमले खेल्नेछन् भने 4 वटा ग्रुपमा खेलिनेछ र नेपाल क्रिकेट टिम कुन ग्रुपमा छ र कुन टिमसँग खेल्छ भन्ने विषयमा चाहिँ आजको भिडियोमा हामी कुरा गर्नेछौँ। दर्शक नमस्कार। T20 वर्ल्ड कप 2026 मा नेपालले खेल्दैछ, त्यसको लागि हामी एकदमै एक्साइटेड पनि छौँ र अब केही समय पछाडि चाहिँ मतलब केही महिना पछाडि चाहिँ अब वर्ल्ड कप सुरु हुनेछ फेब्रुअरीदेखि र हामी सबैजना एकदम एक्साइटेड भइरहेको अवस्थामा नेपाल क्रिकेट टिमले चाहिँ कुन समूहमा कुन टिमसँग खेल्छ भन्ने एउटा कौतूहलता जागिरहेको थियो र त्यो कौतूहलता अब समाप्त भएको छ। क्रिकबजको एउटा रिपोर्ट्स अनुसार चाहिँ अहिले समूह विभाजन भइसकेको छ भने नेपाल चाहिँ ग्रुप 3 मा परेको छ। 4 वटा ग्रुपमध्ये पहिलो ग्रुपमा चाहिँ भारत, पाकिस्तान, नेदरल्यान्ड, नामिबिया र अमेरिका रहनेछन्। त्यस्तै समूह 2 मा अस्ट्रेलिया, श्रीलङ्का, जिम्बाब्वे, ओमन र आयरल्यान्ड रहनेछन्। त्यस्तै समूह 3 मा जुन हाम्रो टिम नेपाल रहेको छ उक्त समूहमा भने इङ्ल्यान्ड, वेस्ट इन्डिज, बङ्गलादेश, नेपाल र इटाली रहनेछन्। त्यस्तै समूह 4 मा दक्षिण अफ्रिका, न्युजिल्यान्ड, अफगानिस्तान र युएई तथा क्यानाडा चाहिँ रहनेछन्। यसरी नेपाल क्रिकेट टिम चाहिँ समूह 3 मा इङ्ल्यान्ड, वेस्ट इन्डिज, बङ्गलादेश र इटाली विरुद्ध खेल्नेछ। नेपाल क्रिकेट टिमले उत्कृष्ट प्रदर्शन गरे बापत हामी हुनसक्छ नेपालले यदि राम्रो प्रदर्शन गर्यो, आफ्नो यो जुन अहिले क्वालिफाइड गर्दाको एउटा लय थियो त्यसलाई कायम राख्यो भने एटलिस्ट 2 वटा चाहिँ खेलहरू जित्ने सम्भावना रहन सक्छ नेपाल क्रिकेटको लागि र जित्नु पनि पर्छ। किनभने नेपाल क्रिकेट टिम भनेको T20 को लागि अहिले एकदमै उत्कृष्ट टिम मान्न सकिन्छ। नेपालको ओडिआई एकदमै खस्किदो अवस्थामा छ तर T20 मा भने नेपालले राम्रो प्रदर्शन गर्ने अवस्था देखिन्छ। त्यसैले इङ्ल्यान्ड, वेस्ट इन्डिज, बङ्गलादेश र इटाली विरुद्ध जुन नेपाल क्रिकेट टिमले अबको केही महिनापछि वर्ल्ड कपमा एउटा दुनियाँको सबैभन्दा ठुलो स्टेजमा खेल्नेछ। होस्ट टिम चाहिँ श्रीलङ्का र इन्डियामा रहनेछन् र नेपालका खेलहरू चाहिँ इन्डियामा बनाइने एउटा प्रोसेस चालिरहेको थियो क्यानले। आशा गरौँ कि केही खेल मतलब 4 खेलमध्ये नेपालको खेल चाहिँ ग्रुप स्टेजमै 2-3 खेल चाहिँ इन्डियामा रहोस् हैन। एटलिस्ट इन्डियामा नेपालको खेल रहेको खण्डमा नेपाली दर्शकहरूले सहजै हैन आफ्नो टिमलाई चाहिँ वर्ल्डको एउटा ठुलो प्लेटफर्ममा गएर हामीले स्टेडियममै गएर हामीले सपोर्ट गर्ने अवस्था रहन्छ। त्यसैले आशा गरौँ कि यी खेलमध्ये यी 4 वटा खेलमध्ये सुरुकै ग्रुप स्टेजकै 4 खेलमध्ये केही खेल चाहिँ इन्डियामा होस् र हामी सबैजना गएर त्यहाँ सपोर्ट गर्न पाऊँ। नेपालले यसपटक भने ग्रुप स्टेज पार गर्नु परोस् हैन। हाम्रो चाहिँ यही शुभकामना छ भने अब इङ्ल्यान्ड, वेस्ट इन्डिज, बङ्गलादेश र इटाली विरुद्ध नेपालले खेल्नेछ। यो क्रिकबजको एउटा रिपोर्ट अनुसार हो। क्रिकबज एउटा चाहिँ क्रिकेट वर्ल्डको चाहिँ एउटा टप नेटवर्क भित्र पर्दछ र उसको एउटा सोर्स अनुसार चाहिँ हामीले यो बताएका छौँ। कन्फर्म अहिले आइसिसीले राखिसकेको चाहिँ छैन र आशा छ कि यही भयो भने हामीलाई चाहिँ खुसी हुनेछ। किनभने यसमा हामीले एउटा आशा देख्न सक्छौँ कि नेपालले पनि राम्रो प्रदर्शन गर्ला है भन्ने एउटा हाम्रो चाहिँ अनुमान लाग्न सक्छ। त्यसैले आगामी खेलहरू चाहिँ जुन वर्ल्ड कपका खेलहरू रहनेछन् त्यसमा नेपालले चाहिँ ग्रुप स्टेज पार गरोस्, हाम्रो यही शुभकामना छ। खैर बाँकी जानकारीका लागि च्यानलमा जोड्दै गर्नुहोला। धन्यवाद।